के गर्दैछ ए केटा? के गरिरहेन त्यो बसिरहेको छु। हेर केटा, उमेर भयो तेरो, अब बिहे गर्नु परेन केटा हो। भर्खर 19-20 पुगेको बुवामा के कता छ बिहे गर्ने? 19-20 टसम्मकाले छोराछोरी जन्माएर डुगर्ने बनाएर तेरो भाइहरूले छोराछोरी जन्माएर डुगर्ने बनाएर त ठुलो भयो भइसकेको थाहा छैन तँलाई। अनि हाम्रो के रहर हुन्न नाति नातिना खेलाउने, हाम्रो इच्छा हुन्न बिहे गरे छोरा, हामीलाई पनि रहर छ। अब उमेर पुगिसक्यो त्यो छोरा तेरो पनि। ए बुवा, म पहिले केही गर्न चाहन्छु, पैसा कमाउन चाहन्छु। पैसा कमाएर रमाएर आफै केही गरेर बल्ल पो बिहे गर्ने हो। बिहे भन्ने कुरा केटाकेटी खेलाएको हो र भन्ने बित्तिकै गर्ने? अर्काको छोरी ल्याउने हो? गरेन छोरा गरिदे, बिहे गरिदे। बिहे गरे र विदेश गएर गए पनि त हुन्छ नि छोरो। हेर त कान्छी हेर, मेरो कुरा तैँले केही पनि बताउन। त भन् त भन्, केही तेरो कुरा सुन्छ कि? कहाँ मान्छे राम्रो भनेको त उम्बेर बसेर पो आँखातिर फलेको बर भनेर मान्नुपर्छ नि। त्यो माथि मामा छोरी छ नि, त्यो के त्यो मामा छोरी तेरो हो, त्यसले माग्दिन्छन्, त्यसले बिहा गर्ने। त्यो राम्रेसी घरको काम पनि गर्छ, हाम्रै फुपू छोरी। अब घर नजिक पनि हुन्छ, काम पनि हेर्छ, त्यसले बिहा गर्ने। दिमाग खराब नगर्नु यार, आफै गर्नु बिहे। म गर्नु बिहे आफै गर्नु।